र आज दिनाङ्क 23 मे 2026 को दिन यो किराती अम्बुरा संस्थान तब्द चियाबारी मेटल शाखाद्वारा माङथिम परिषदमा हामीले संसारी पूजा मनाउन गइरहेका छौँ। आजको विषय हुन्छ हामी भोलिको दिनमा किराती माङथिममा हामीले पूजा अर्चना गर्न गइरहेका छौँ। त्यसभन्दा अघि हामी संसारी पूजा आजभन्दा धेरै वर्षदेखि अघि मनाउँदै आइरहेका छौँ र आजको मुख्य उद्देश्य के रहन्छ भने यहाँको सम्पूर्ण देवी देवता यहाँको नाच्नको लक्ष्मी सबैलाई साक्षी राखेर हामी प्रकृति पूजा गर्ने हुनाले गर्दाखेरि हामीले पहिलेबाट नै हामीले बाहिरको जति पनि देवी देवता सबैलाई हामी बुझेर पहिलेबाट उहाँलाई सब सम्झना राखेर उहाँलाई पूजापाठ गरेर मात्र हामी माङथिमभित्रको हामी पूजा अर्चना गर्नेछौँ। त्यसैले गर्दा आजको दिनमा हामीले यहाँको रोग कष्ट दुख बिमार झै झगडा केही नहोस् भनेर यहाँको सम्पूर्ण चराचुरुङ्गी किरा फटेका सबैलाई शान्ति होस् सबैलाई राम्रो होस् भनेर हामीले हाम्रो यही माङथिम परिषदमा हामीले 2वटा परेवा पनि उडाएर जुन परेवाले चाहिँ यहाँको रोग कष्ट दुख बिमार हैजा मार्गी सबै लगेर जान्छ भन्ने हाम्रो धर्ना छ। त्यसैले गर्दा हामीले उडाएर आजको दिनमा हिमाल पटाएर लगेका छौँ र भोलिको दिनमा पनि हामीले यसरी माङथिमभित्र हामी सदा झै माङथिमको पूजा अर्चना गर्नेछौँ। र आजको दिनमा चाहिँ हामी हाम्रो यस मिडल शाखाका मेम्बर अथवा मिडल शाखाका प्रमुख सदस्यहरू बसेर हामीले आजको दिनमा चाहिँ संसारी पूजा गरेर चाहिँ हामीले यतिमै हामीले संसारी पूजाको लक्ष्य चाहिँ पुरा गरेर चाहिँ हामीले हाम्रो विधिपूर्वकसँग हामीले जो कलश राखेर हामीले चाहिँ पालन गरिरहेका छौँ भनेर चाहिँ म हजुरहरूलाई चाहिँ भन्दछु। धन्यवाद। र यो एउटा तपाईँ राम्रो कुरा गर्नुभयो। यो हामीले चाहिँ जब हाम्रो यस माङथिम 2005 मा स्थापित भयो त्यस पछाडिदेखि हामीले यस माङथिममा कुनै काटमाड गर्न सकेका गर्दैनौँ, कुनै काटमाड गर्दा कुनै खुनहरू बनाउँदैनौँ। यसैले गर्दा यहाँ संसारी पूजामा पनि हामीले काटमाड गर्नेछौँ, खुनहरू पार्नेछौँ। यसैले गर्दा फलफुल राखेर हामीले जो कलश राखेर फलफुल राखिकन चाहिँ हामीले उहाँलाई मान्ने गरेका छौँ र जसरी पहिलेबाट मान्दै आएको छौँ त्यसरी नै आज पनि यसरी मानेर लाँदैछौँ। सदा चाहिँ हामी हाम्रो माङमाद्वारा यहाँनिर हामीले पूजा अर्चना गर्नेछौँ। हामी संसारी पूजा गर्दैछौँ तर उहाँको अस्वस्थ भएको कारणले उहाँ बिमारी भएको कारणले गर्दा उहाँ आज आउन सक्नु भएन। यसैले गर्दा हामी आजको रेमेपेमे बुढापाका माक्छाथरी बसेर आजको यस संसारी पूजालाई चाहिँ हामीले पालन गर्दैछौँ भनेर तपाईँहरूलाई भन्दैछु। धन्यवाद।